गाईघाट बजार छ। यो चाहिँ हाम्रो उदयपुरको सदरमुकाम हो। गाईघाट चाहिँ गाईघाट उदयपुरको बिचमा मुटुमा बसेको छ एउटा सानो सहर। ठिक्कको जनसङ्ख्या भएको निकै नै रमणीय ठाउँ हो। हामी चाहिँ अहिले बगा आइपुग्यौँ। अबको 2 किलोमिटरपछि गाईघाट आउँछ। गाईघाट चाहिँ हाम्रो सुन्दर उदयपुरको सदरमुकाम हो। ठिक्क बिचमा उदयपुरको मुटुमा बसेको ठाउँ हो। यो निकै नै रमणीय, सबै हिसाबले रमाइलो रमणीय वातावरणीय हिसाब भएको, झरनादेखि लिएर बजारदेखि लिएर सबै कुरो ब्यालेन्स भएको हाम्रो लागि सिटी हो उदयपुरको। हामी चाहिँ अब मुटीगाडा पुग्न आँट्यौँ। यहाँ पछि टेन्टेटिभ 500 मिटर पछि जुगा पुल आउँछ। त्यो लगतै हामी गाईघाट हुँदैछ। यो चाहिँ हाम्रो त्रिगोका पुल हो। यहाँहरूले चाहिँ छाइटहरू सबै एक पुलमा बनाइन्छ। यहाँको छाइटहरू एकदमै रमणीय छ। आउँदैन गाईघाट प्रवेश भयो। देवीतिर हेर्न सक्नुहुन्छ बस पार्क हो। यो चाहिँ हाम्रो बस पार्क हामी चाहिँ मेन बजार आइपुग्यौँ। ये मेरा हस्बैंड है, ये गाई चौक है। ये हस्बैंड है, ये गाई चौक है। इधर हम पार्टी करेंगे। लगायत टोटल जतिवटा गभर्मेन्ट जिल्लामा हुने सरकारी संस्थाहरू विद्युत बाहेक सबै छ। इभन त टेलिकम पनि छ। जस्तै इनिसियली हामी हेर्नु यो रेड क्रस हो दाहिनेतिर, रेड क्रस। त्यो लगतै हामी अलिकति अगाडि पनि हामीले देवीतिर चाहिँ हामी जिल्ला अस्पताल हेर्न सक्छौँ। यहाँ हामी लेफ्टतिर हेर्नु यो चाहिँ जिल्ला अस्पतालको मेन गेट हो। यो चाहिँ मेन गेट है। त्यसपछि अलिक अगाडि गयो भने जिल्ला प्रहरी कार्यालय पनि यतै छ। हामी अलिकति थोरै अगाडि अलिकति हामीले आज बोक्सेमा के छ भन्ने कुरो जानकारी लिनको लागि हामी यसो ट्राभल गर्दैछौँ गाडीमा। अनि यतै राइट साइडमा हेर्नु जल स्रोत तथा मन्त्रालय अन्तर्गत जल स्रोतको कार्यालय छ। त्यसपछि लगायत हाम्रो यहीँ हेर्नु जिल्ला हुलाक कार्यालय। यसको पछाडि हाम्रो संस्था दर्ता गर्ने कोलोनीकादेखि लिएर टेलिकम अफिसहरू सबै यहीँ छन्। यता फेरि हाम्रो ब्यारेक, नेपाल आर्मीको ब्यारेक पनि छ। त्यसै गरी हेर्दै जानुहुन्छ भने टोटल जस्तै पशुको अस्पतालदेखि लिएर आयुर्वेदिक हस्पिटलदेखि लिएर टोटल कृषि ज्ञान केन्द्र पनि छ। राइटतिर हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यसै गरी हामीले अलिकति अगाडि गयो भने हामीले हेर्न सक्छौँ। मैले तपाईँलाई भनेको थिएँ कोष तथा लेखा नियन्त्रण कार्यालय कोलोनीका टोटल एकाउन्ट्स सम्बन्धी हेर्ने गभर्मेन्टल बडी हो उही छ। त्यो चाहिँ जलधार व्यवस्थापन कार्यालयदेखि लिएर टोटल कारागार, इभन द कारागार पनि यहाँ लेफ्टमा हेर्नु सक्नुहुन्छ। कारागार जाने बाटो भनेर यहाँदेखि 300-400 मिटरमा कारागार छ। त्यस लगतै अलिकति अगाडि एपिएफको क्याम्प पनि त्यही छ। त्यसै गरी हामी मुटुमा अहिले आइपुग्यौँ। अहिले हामी यहाँ शिक्षा संस्थादेखि लिएर सडक विभाग, दाहिनेतिर सडक विभाग हेर्न सक्नुहुन्छ। त्यसै गरी अहिले हामी लेफ्टतिर हेर्नु हाम्रो गाईघाटको मालपोत